बचनको पक्का भयो क्या कुरा भएन बोलिसकेको के बचन मोबाइल बनाउन गए त्यो मोबाइल बनेन के पैसा नै धेरै थिएन कति 3000 रुपियाँ मात्रै थियो अब 18 सय त मेरो उनी लाग्यो गाडी भाडा पनि लाग्यो त्यसमा के खाने के नखाने मैले भने जे बस्छ धेरै जाला चल ठ्याक्क त्यो फेरि पर्सनल राउटरको वाइफाई राखिरहेको छु कि वाट्सएपबाट फेरि कसै ग्रुप देखाएको छैन है काठमाडौँमा फेरि कसै ग्रुप वाट्सएपमा गएर सबको कतिपयको नम्बर त दिमागमा याद थियो नम्बर फेरि नोट गरेको डायरीमा नोट गरेर चलाइदिनु पर्छ हिँड्दै थियो अहिले चाहिँ के भने अनोन नम्बर त कसैबाट आयो भने पनि फोन कल चाहिँ रिसिभ गरेँ मलाई गरेको बेला चाहिँ पैसा चाहिँ म त फेरि त्यो चाहिँ मैले भनेकै होइन त्यति चाहिँ ग ल हुन्छ दाइ भने त्यसपछि ल भाइ अब भोक लाग्छ कहिले अब चिकन खाना खाने है सदा खाना खाँदा चिया पनि कस्तो हेबिट थियो कि अनि के भयो भन्दाखेरि त्यो दिन मैले गाडीमा त्यो साँडा खाना खाएर आएँ क्या अनि एउटा अब के हुन्छ नि बिहान भइसक्यो लागिरहेको छ पैसा छैन तिमीलाई 500 रुपियाँ छुट्याएँ क्या फेरि जब यहाँ आइपुग्दा काठमाडौँ आइपुग्दासम्म मसँग 750 रुपियाँ बजाएको थियो कि अनि उदाइपुग्दासम्म दिनु गऱ्यो 400मा भयो क्या पुरा सापेक्ष बरुले लोकेसन भन्ने अनुसार क्या 400 रुपियाँ भन्यो त्यो दिन फेरि दुर्गा पर्सेको के को र्याली रहेछ अब उसले फेरि बाटो घुमाएर ल्यायो भनेर 600 भन्न लागेको उसलाई पनि आफ्नो सबलाई बटायो कि हो उसले के भन्यो भन्दाखेरि दाइ अब 500 कति 750 छ 500 राख्नु मेरो पनि लाइफ यस्तो छ हेर्नु त्यो दाइले पनि मानेको ठिक छ त मानिदियो जस लोकेसन पनि ल्याएर छोडिदियो त्यसको धेरै होइन 5 मिनटपछि बुढो आयो होइन बुढोलाई हेर्छ यार आफ्नो त्यो वेशभूषामा त्यो रिसाइको पर्छ यार जुन किसिमले मैले जुन त्यो एक्सप्रेसन गर्छु हो रिसाइको रिसाइको लाग्छ अब फेरि बुढोले अब रुमसुममा राखिदिएर अब के गर्ने त यार एउटा बस्न एक हप्तातिर मलाई पुरै सुरुको आउने दिन आफ्नो त्यो चिल पारामा खाना खाने है सुरुमा आउने दिन त्यो अब त्यो पनि आलु पनि सुक्खा ला त्यसपछि एकछिन पुरै पिले घरको आयो क्या किन भाइ साथै बुढोले पनि के भन्दाखेरि ल बुढो त्यही खानुपर्छ फेरि ल त्यो ल त्यस्तै हो खाँदा खाइयो होइन लगेपछि सोध्यो क्या लखनदाले फेरि के भने आफूले खाएको ठाल आफैले मान्नुपर्छ भन्छन् सिधै कि फेरि त्यो झट्का लाग्यो रियालिटीमा तिमी आयो एक दिन ब्रो तिमीले भनेको कुरा पनि याद आउँछ क्या जस्तो म त अब सिरानी राखेको थिएँ सिरानी किने नि त अनि ट्याक्क तिमीले चाहिँ मेरो लागि भए पनि त्यो ज्याकेट त्यो हुडी लगाएर मेरो लागि चाहिँ सिरानी बनाइदिन्थ्यो नि त तिमी मलाई यो भन्ने याद आउँछ क्या लाइफ जिउनुपर्छ हो यार जिउनुपर्छ त्यो अब म याद आउँछ त्यो भन्छ जेरो बनाएर नि त्यति सिरानी ठिकै नै भयो